त यो डाँडामा आइपुगेको छ। वकमा आएको हामी चाहिँ खाना खाएर बुढी घटाउनु भन्नु न। भुँडी घटाउनु उकालो हिँड्नै साह्रो पर्छ। अन्त अहिले त आमा यता त पुरै घर भएको छ, घरै घर भएको छ। राम्रो पनि भयो, हामीलाई हिँड्दाखेरि सुविस्ता पनि भयो। हाम्रो चाहिँ यो सिङताम कमान हो। अन्त कमानको दुईवटा रोड छ। हाम्रो रोड पुरा बिग्रेको छ। यो रोड चाहिँ अस्ति मर्मत गरेर राम्रो बनाएको छ। यही बाटो ज्यादा गाडी हिँड्छ। अन्त अहिले धुप्पीहरूले गर्दा पुरा सो देखेको छ यो बाटोमा। धुप्पी बढेर ठुलो भएको छ। अन्त अब हामी चाहिँ घुम्दै हिँडेको, सिनेरीहरू राम्रो देखेको छ, राम्रो देख्छ। अहिले चाहिँ घुम्न लागेकोले हिमालय देखेको छ। न त यहाँबाट हिमालय एकदमै राम्रो देख्छ। यहाँ त उठाइसकेको रहेछ, यहाँ पनि आयो। यहाँ अब त पुरै घरै घर भयो यो तलको बाटोमा। उहिले त हामी यो बाटो स्कुल जान्थ्यो, अहिले त घरै घर भयो। अन्त माथिल्लो रोड निक्लेको छ। यता चाहिँ अहिले चाहिँ बाटो माथिबाट गाह्रो हुन्छ हिँड्नु पनि, उकालो भएर। गाडी आउँदैछ आमा, साइड आउनु। गाडी आउँदैछ। जता सुकै रोडै रोड भयो। अब चाहिँ घरै घर भयो, रोडै रोड भयो। बाई भनिदिनु ल, बाई भनिदिनु अब। बाई बाई अब चाहिँ बाई।